सबैले लगे साला मटारी नि गरेर सावित्रीले यति मिचेर बटारेर मान्ने कि तपाईले छोरी पछि तपाईको छोरालाई नि यसरी नुहाइदिन्छु भने मैले छालै मटारी नि हो कि अनि त बिस्तारै मिलाएपछि यस्तो भयो भने त गाली गरेर बस्न टिभी कोठाको पलङमा सुत्ने 10 बजेसम्म सुत्ने भालाई बात हुन्थ्यो ढिलो ढिलो सुत्ने भनेपछि अनि त्यसपछि एक दिन बाले सधैँ कराउने डाँडा उठाउन नमान्ने अनि बा त्यहीँ बसिरहनु भएको थियो त्यसपछि निलप्रसाद आएको निले आयो बेला अनि सावित्रीले दाइ मलाई निन्द्रै लाग्दैन निन्द्रा लाग्ने औषधि पाइँदैन बा उता उछिटिएर आएको जाँदैलाई अझै निन्द्रा पुगेन अनि के रे इन्डियाबाट हरिअङ्कल आउनुभएको अरे होइन अनि कति बार सुतिरहने अनि हरिअङ्कलले कस्तो कति वर्षको सुतेर अनि कोसँग हो गफ हान्दै थियो अरे ए म त बिहानै उठेर मर्निङ वाक गर्नु हिँडेर के गरेर आयो भने बाफ आइमै हुन्थ्यो अरे बिस्तारै बोल बाल